चेस छोरी लिएर मैले चेस गरेँ। फाइनली घरमा मोमो खाने कराक्रम भइसकेको छ। आगो बालेर पनि तताएँ मैले। तिनले त तताइदियो नि मैले हो, तर भिडियो भएन ल, फुल हुन लाग्छ। मान्दैन है यसले। नानी के गर्ने, काट्ने ल? कुखुरो बनाएर भ्याउ। के बनाउने छोरी आज? ए मिठो लाग्छ तिमीलाई? यो के हो? ल जस्तै गरेर आज हामीले मोमो बनाउँदैछौँ। मैले जात्रै मिठो चाहिँ मासु बनाउँदैछौँ। दुईटा तिनटा हामीले फ्रिज लिएर आएको छन् किनेर। नयाँ फ्रिज हेर्नुहोस्। यो लक भन्छ क्या, बाबाले खोल्छन् भनेर यस्तो लक गरिदिरहेछ, माथि चापी राखिदिरहेछ। म त खोलेको लक भएको त। इस गाइचाहरू हेर्नुहोस्, हाम्रो उता भगवान् त्यहाँ गर्दाखेरि काम गर्दै हुन्छ। हामीले फेरि घरमा कलर लगाएको छौँ। मेरो बर्थडेको साइकल हामीले कलर लगाएको छ। हेर्नुहोस्, मेरो बोतल, नयाँ बोतल, नयाँ छेडा। आज त हाम्रो त बहुत गाडुङ्गा हुन्छ। बरु बी क्लासमा त कस्तो भारीयै हुन्थेन गाइसहरू। आज हामीले कुखुरा काटेको मोमो खाना हो। आगो बोलाइदियो त्यहाँ बाबाले पाइप जोड्नुभएको छ। यहाँ उगाउँदैन। हाई गरिदिनु बाबा। मम्मी फेरि घाँस काट्नु जानुभएको छ। यी फेरि फोन आयो फेरि होइन कि मम्मीको। बाबा नमस्कार। मेरो बाबा हेर्नुहोस्, मेरो बाबा। मेरो बाबा, मेरो बाबा। बाबाले फोन गर्नुभएको छ क्या। बाबाले यहाँ मासु राखिदिन्छ। बाबासँग कुरा गर्दै हुन्छ। अहिले भर्खरै आमासँग कुरा गरेको काट्नु है। फेरि घाँस काट्नु जानु छ। त्यहाँ आउट नास्पति फलेको थियो। चालु माथि छ देखिन फलेछन्। यहाँ त कतिवटा मकै छन् भने एउटा होइन, एउटा छन् अनि दुईटा छ। अनि
अनि 3टा छन् हैन अनि 4टा भयो 4टा भएन आउन खेत बाख्रा देखाउनु हाम्रो बाख्रा फेरि बसेछ नि हाम्रो बाख्रा यो फेरि काले त हान्छ डल्ले हेर त कसरी बसेछ कसरी चप्याउँदै मुने छ नि त्यहाँ कस्तो गरेछ हेर त अन एक डल्ले यस्तो छुँदै हान्छ हामीले खोरो बोल्दैछौँ धेरै मान्छे आउँदैछन् होइन फेरि काँक्रा मेरो मम्मीले फेरि आटो दिँदै हुन्छ अनिलाई फेरि पिरो भएर लसुन गर्दै हुन्छ अनि सानाहरूले फेरि प्याज काट्दै हेर्नुहुन्छ बालै मासु काट्दै प्याज हो प्याज काट्दै अन्त पाँच मतलब चुकेर मासु भन्छ यो कुकुर फेरि गर्दै बसेछ अनि फेरि फेरि अनि यसले ऊ भएर यहाँ गर्नु छ फेरि कुकुर फेरि आगो बसेछ फेरि कुकुर त्यहाँको दोकानको कुकुर के यसले त बिचाती गर्छ हान्छ हामीले अस्ति नै देउली गरेको त यहाँ इटा सिटा राखेको इटै छ न होइन गइचेर अनि कुकुर जस्तै होइन मम्मी मेरो घाँस काटेर गए आउनु हाम्रो बुढी यता बुढी हाम्रो फेरि कतिवटा उ छन् भने मकै कतिवटा छन् भने हेर्नु चाहिँ गाई एक भयो न दुई हो न अब दुई भयो न होइन गाईहरू अब नि तपाईँले तीन हो न यो फेरि कुकुर फेरि मलाई डर लाग्छ यार हाम्रो 4 भयो न गाईहरू अब हामी मैले बाख्रो गर्न जान्छै बाख्रो हाम्रो फेरि घाँस काट्दैछन् बाख्रा अनि यो हामी हान्न आएको हेर्नु यो डल्लेले हानिएको छ हेर्नु हान्नाउँछ मलाई त हान्नाउँछ हामीले फेरि पहिला सानो कुखुरा राख्थ्यौँ नि होइन अब भोलि फेरि सानो कुखुरा लिएर आउने यस्तो हामीले सबै गर्नु छ यहाँ फेरि ऊ छ कि खोर छ कि औटो खोरमा राख्यौँ अनि हामीले घाँस ल्याउनु छ दुई बडा भयो अनि फेरि आज फेरि मोमो खाने गयो कि आइसक्दैछन् सानो बा अनि हामी होला आज च्यालेन्ज चाहिँ हुन्छ त्यहाँ कि होइन च्यालेन्ज हुन्छ त्यहाँ नास्पाती आउटो त्यसमा फलेछ आउटो त्यहाँ नास्पाती फलेछ है अन्त मैले यहाँ ठुलो गराउँछु है रुकिन्न म त यो त हुँदै हुन्न म यस्तै देखाउँछु म त देख्नु होइन क्या हो
गाइज आज हाम्रो च्यानल छ अब हामीले उ गर्ने हो हैन आज हामीले मोमो खाने हो हजुर म यति भिडियो बनाउँछु है मेरो बाबाको मुहार फुल हुन्छ के म यति भिडियो नानीले भलक बनाउँदा बनाउँदै मैले बनाउनु न कृष्णलाई चाहिँ अलि मसिनो गर है त एकदम कसले त्यति काम गरेर दुःख भयो जल्दी बोल ती पा ए भिजी केही हुन्न ल ल ल ल गर बन्द गर पानी यति भर्नलाई दुःख दिए मलाई भन्ने बाफ्रे यो त भएन ल अब किमा भइसक्यो रेडी अब पिठो मुछेको रेडी पर्छ कहाँ पिले डर है कुकुर त्यो कुकुरले बिहान उत्तेरबाट मासु काट्न लागेको अझै छोडेको छैन बस अहिले खाना राम्रो छ हरियाली छ गाइस आज म भर्खरै आमाले ल्याएर आए हामीले मोमो बनाउन थालिरहेछौँ यी मेरो आमा हाई गरिदिनु आमा आज हामीले के खाने अरे बाबा हाई गरिदिनु मम्मी अनि आमाले मैले किनेको केक आज हामीले खाने के मोमो च्यालेन्ज गर्ने आज कति धेरै पुग्छ होला भोलि पुग्छ होला होइन आज मामा आउनु होइन बर्थडेको केक खानुलाई होइन हाम्रो हाम्रो कोक कहाँ गइछ त हाम्रो कोक खोइ हाम्रो कोक हेर्नुहोस् गाइस ए यसपालि म त जित्केर भन्दैछु के गाइस होइन मैले मासु काट्दै हुन्छ भन्दा त मैले मैले प्याज भन्ने बेला मासु भनेको मेरो दिमाग अब बाँकी सको अब राति भइसक्यो अँधेरो मोमो पाक्दैछ भित्र देख्छु पा यहाँ 3 खानु अँधेरो पुरै अँधेरो भयो 3 बजेबाट गरेको अब 9 बजिसक्यो हाम्रो मोमो पाक्दैछ है हेर्नु खोलेर देखाइदिन्छु बाबा हाम्रो मोमो पायो बाबा हाई गरिदिनु हाई गरिदिनु हाई सानो बा आमा निरी के खाइदिनु अनि चाउमिन अनि आमा मम्मी हेरी छ आमा रे मामा अहिले तपाईँले नास्पाती देखाइराखेको थियो र गाइस आमा अब फेरि कुखुरा लिएर ल मोमो खाने बेला भयो मोमो बाँड्न एक गमला भयो त देखे छैन ल चिसो चटनी यहाँ पनि पाक्दैछ बाहिर पनि पाक्दैछ यता पाक्दैछ अनि त्यसपछि फेरि यता पनि स्टिम भएर सुरु भइसकेको छ यहाँ तल्लो निस्किन
बोलाउनु न त्यसलाई पहिला छिटो नानी सुतेर अब अनि आफै भ्लग बनाउँदै थिइन् अहिले सुतेछ आउ न भ्लग बनाऊ अन्त जात्रै भरि हो कति भर्यो कति 20 वटा छ हप्ता थाल्नु के गर्छु खै ल्याउ त छ के टक्का त छ अर्को च्यालेन्ज के छ अनि त्यसले त के हो एक कोरो निलाएर रातिको 12 बजे चेस छोरी लिएर मैले चेस गर्ने चेस गरौँ ल चेस कस्तो छ छोरी यो चेस गरेको ल ल नानी आम्जा अन्ते ल चेस चेस गरेकै भन्छ यार नानीलाई चेस नानी चेस ल पुरै काट्न छ काट्दै काट त्यस्तो छ यसरी नानी त उता नभएर सुतिन्छन् ल बाई गाइज भन खाइयो म भन गुड नाइट बाई गाइज बाई ल